Hello guys, welcome back another vlog mini. यो चाहिँ मेरो घर हो है। पुरै बन्द छ, यहाँ बस्छौँ न हामी, माथि नै बस्छौँ। मूल घर हो यो चाहिँ। मेरो मम्मीको फुलहरू सब मरिसकेछ यार, कसैले पानी लगाइदिनु छ। सो स्याड टु से। यहाँ चाहिँ यस्तो छ है, यहाँ एउटा कोठा छ, यो बन्दै छ होइन। यहाँ पनि एउटा कोठा छ, पुरै अँध्यारो छ यहाँ, यस्तो छ है। Can I bring बत्ती? म बत्ती बालेर आउँछु। सो यहाँ देख्न सक्नुहुन्छ मान्छे बाहिर बत्ती बाल्दै, अनि अरे हे गाइज लगै चुटाइदिएको रहेछ, बत्ती नै बलेन। तारै निकालेको छ क्या, बल्दैन त बत्ती। ए जाँठा हो त्यहाँ माथि, अफ गरेर रहेछ। किचिपिची पारेर हावाले उठ्यो। सो यहाँ मेरो देख्न सक्नुहुन्छ जस्ती बनाएको धेरै भएको छैन, 2-3 वर्ष भयो, 2 वर्ष जस्तो भयो। यहाँ त्यो बालु अब त्यतिकै छ, यो चाहिँ त्यतिकै छ। यो चाहिँ पुरै रातो घरको मेन घर है, हामी रातो घर परिवारको मेन घर। यो चाहिँ रातो घर परिवारको मेन घर हो, यसलाई चाहिँ रातो घरै भन्छन् न, रातो घर। सो त्यही भएर हामी सबै रातो घर फ्यामिली हौ। ह्यान्डसम हुन्छ, रातैले हो क्या, पुरै रातैले। भुइँ चाहिँ फेरि हिलोले छ, अनि पुरै रातोले हो। म चाहिँ थुन्छु यार, बाहिर लिन्छु। आजको मौसम देखाउँछु तपाईँलाई गाइस। मौसम अग्लो यस्तो छ है, अग्लो बल्ल। चाबी लाउनु पर्यो नि। देख्नुहुन्छ हाम्रो ओखरबोटे गाउँ, ओखरबोटे भन्छ यसलाई चाहिँ। मेरो भिडियो क्वालिटी एकदम लो छ। यो हाम्रो कान्छा बाजेहरूको घर हो, यो माथि देखिरहेको हामी बस्ने घर हो। यहाँ तल चाहिँ दाइलो खोलेको, चाबी पो कहाँ राखेँ मैले, यहाँ रहेछ चाबी। कस्तो मेरो घर देख्दिनँ, म हेर्न आएको होइन, एकखेप सफा गर्न आएको, सफा गर्ने अल्छी लाग्यो। यहाँ चाहिँ हाम्रो म्याक्री बाख्रा दुईवटा रहेछ। सो यहाँ हेर्न सक्नुहुन्छ, यस्तो दामी भ्यू आइरहेको छ यहाँ घर। मलाई पो सिकाउँछन् रहेछ नि यार बोजूले। अब यहाँ हेर्न सक्नुहुन्छ है, ए के अरे हाम्रो कान्छा बाजेहरूको घर, कान्छा बाजेको। यहाँ फोटो छ है, हाम्रो फोटो बाजेको। त बजार जाउँ भनेको गाइस, पानी पर्ला जस्तो भइरहेछ, हुस्सुले पुरै ढाकिरहेछ, संसार ढाके जस्तो है। बजार जाउँ कि नजाउँ भइरहेछ, यस्तो छ हेर्नु न, पुरै हुस्सुले ढाकिरहेछ सब। बस यहाँ घर हेर्न आएको क्या, कसैले हेर्दैन, खोलिदिएको रहेन रहेछ अहिलेसम्म। अनि पानी सानी फुलमा लाउँ कि कस्तो छ भनेर आएको, फुल त मरिसकेको रहेछ यार। मम्मीले रोपेको फुल मरिसकेको रहेछ। सो मरिसकेको अब के गर्नु त होइन, चाहेर पनि फेरि रिटर्न ल्याउन सकिँदैन त्यसलाई त। सो त्यही भएर छोडिदिएको मैले। यहाँ माथि हाम्रो देख्न सक्नुहुन्छ, यो अलिअलि देखिरहेछ मेरो क्यामेराले। यो चाहिँ 5 रुपियाँ भन्छ, यो ठुलो घर भइहाल्यो। तलतिर हाम्रो ख्यामतुङ्गाको घर हो, अनि यहाँ हाम्रो कान्छा बाजेहरूको त्यो हाम्रो भइहाल्यो। त्यो माथिको बमबाजे भन्छ है, बमबाजे भन्छ, अब माइला भन्छ सधैँ अरूले बमबाजे। यो हाम्रो रातो घर, यो चाहिँ फेरि रातैले मात्र लिपाएको छ है, भित्ता पनि रातैले छ। यो यसको पहिचानै रातो घर अरे क्या, यो घरको पहिचान चाहिँ। सो इट्स ओन्ली अब्सर्भेड।
बजार जानुपर्ने यस्तो छ मौसम त यस्तो छ नि कडा छ मौसम यार हामी चाहिँ अब तलतिर जाँदैछु म कहाँ जाँदैछु भन्दाखेरि अब म यहाँ क्यामेरा हल्का हल्लिएको छ म चाहिँ अब सुँगुर तपाईँहरूलाई सुँगुर देखाइदिन्छु कस्तो छ भनेर हाम्रो गाउँतिर है लोकल सुँगुर सो यहाँ देख्नुहुन्छ ढेँडी खोर्सानी यस्तो एकदम लटरम्मै फलिरहेछ रात ओभर पिरो हुन्छ नि होइन सो यहाँ देख्न सक्नुहुन्छ सुँगुरको बच्चाहरू हेर्नु मेरो क्यामेरा क्वालिटी लो छ तर पनि राम्रो देखिन्छ सुँगुरको बच्चाहरू र यहाँ देख्न सक्नुहुन्छ एउटा घुक घुक गर्दैछ यता सुँगुर ठिकै छ यहाँ पनि यता चाहिँ रहेन क्या ऊ यता रहेछ नि त हाम्रो मामा हुनुहुँदो रहेछ माताजी हुनुहुन्छ सो यस्तै छ अनि यहाँ चिकन कुखुराहरू लोकल कुखुरा सेतो छ यहाँ खोर्सानी हेर्नु सक्नुहुन्छ सब खोर्सानी है डल्ले खोर्सानी भन्छ त्यसलाई चाहिँ अब बजार जाउँ भनेको यस्तो छ हालत अनि यो तलको चाहिँ हाम्रो समूहको बैठक बस्ने मिटिङ बस्ने एउटा भवन बनाएको हो तपाईँलाई म रोडबाट देखाउँछु है त हाम्रो गाउँ घरको दामी देखिने भ्यू छ यस्तो छ यहाँ यतातिर यस्तो छ अनि यहाँ माथि हेर्न सक्नुहुन्छ त्यो यता त्यो हाम्रो जिल्ला आसाफहरूको घर हो त्यो हाम्रो हो अनि यो रातो उले बारेको यो चाहिँ हाम्रो कान्छा बजारको अनि यो चाहिँ हाम्रो फेरि कान्छा बाजे हामी यता त्यता भएर मूल घर हो यो चाहिँ अनि यहाँ हेर्न सक्नुहुन्छ अक्स हाम्रो रोड है यहाँदेखि उता हामी चाहिँ 2 नम्बर भन्छौँ 2 नम्बर जान्छ यहाँ हेर्नु न चर्तीकला सुँगुरको चर्तीकला रहा नहीं जाता तड़प ही ऐसी है ना सुँगुरको चर्तीकला सुँगुर पनि यस्तो छन् फटाफटा छन् के भन्नु फटाफटा मात्र छन् सुँगुरहरू पनि सो हाम्रो आज मेला गयो भने चाहिँ हजुरहरूलाई मेलाको मिठो भ्युज देखाइदिन्छु म एकदमसँगले आज फाइनल हो सो म चाहिँ उकालो जान्छु अब घरतिर जानुपर्ने छ मेरो रातो घर हेर्न आएको क्या म चाहिँ धेरै पछि आएको नि त 1 वर्ष भयो होला 1 वर्ष 1.5 वर्ष 2 वर्ष भयो होला सो रातो घर हेर्न आएको थिएँ रातो घर टमटम यहाँ हाम्रो सुन्तलाको बोट यो परतिरको आल्साको subscribe everyone subscribe हैन सब्स्क्राइब गरिदिनु लाइक कमेन्ट सेयर पनि गरिदिनु हजुरको सब्स्क्राइब आयो भने म यस्तै भिडियोहरू धेरै हाल्न पाउँछु सो म खास भिडियो हाल्न सक्दैन मलाई गाह्रो लाग्छ हैन तर गाह्रो मान्दिनँ त्यही भएर लाउँदैछु सो हेलो एभ्रिवान म चाहिँ उकालो लाग्दिरहेँ है घरतिर अब अलिकति यसो यताउताको तपाईँहरूलाई देखाउँदै जाने म चाहिँ मेरो ब्लगमा सबैजनालाई स्वागत छ फेरि पनि अघि भन्नु पनि अघि भनिसक्यो सो यहाँ देख्न सक्नुहुन्छ एज ए प्रोटेस्ट भ्यू है यस्तो दामी ठाउँ छ यस्तो राम्रो वाटर हजुर हजुर हेलो तुम्बा के छ खबर दिएर छ त हौ छैन बत्ती ल यहाँ तुम्बा के गर्दै हुनुहुन्छ अरे मासु हो सन्चै यहाँ चाहिँ म चाहिँ तुम्बाहरूमा चाहिँ 17-18 तिर तुम्बा बोजू एक्लै हुनुहुन्छ नि एक्लै नि हो त्यही भएर छिटो जानु पर्दैछ ल हौ तुम्बा अघि निक्लेको घरमा आछन् फेरि मलाई खै यसो बनाइ हेरेको I am ए यसो बनाइ हेरेको क्या बनाइ हेरेको
ल यहाँ हेर्नु है, यहाँ यस्तो दामी देखिरहेछ होइन पारी चाहिँ। पानी पर्दैछ, आकाश त कालो न कालो देखेर छ। आज बजार जानु भने सङ्क्रान्ति यहाँ हाम्रो बोजू एकदमसँगले बसिरहनु भएको छ। कोही होइन, म आफै बोलेर भिडियो बनाएको। ए हाम्रो पिपलबोटे घर, ए हाम्रो सिस्टर एकदम पढ्दै हुनुहुन्छ अनि काकी चाहिँ सब्जी काट्दै हुनुहुन्छ है। ल यसको कुरा नगर्नु न, फेस जस्तो आयो नि राम्रो भन्छ हाम्रो। नचिनेहरूले चिन्दैनन् नि, चिन्नेले खै हेरेर चिन्छन्। कस्तो पानी परेको यार, लुगा धोएर राखिरहेको थिएँ सुक्छ कि भनेको। एकैचोटि तल गएर धुने विचार थियो, खत्तम भयो होला नि। अब यो पोथी खगीमा निकाल्ने वाला भयो। चल्ला निकालेको छ। सहारा सहारा यहाँ हेर्नु सक्नुहुन्छ भर्खरै नयाँ निक्लेका चल्लाहरू, काला सेता रङ्गी बिरङ्गाहरू छन् है। हजुर अर्ग्यानिक खोर्सानी, खोर्सानी चोट्टडी रातै छ है। कडाप कडाप चबाउने हो, तातो बनाउने हो। चिसो महिनामा रातो रातो बनाएर कालो कालो बादल। यस्तै हो मौसम गाउँघरको। घरहरू यहाँ कति वर्षपछि, 1 वर्ष 1.5 वर्ष 13 महिनापछि आएको म यहाँ। आए धेरै भएको छैन, 9 गते आएँ, अब जाने बेला हुन आँट्यो। यस्तै छ गाउँघरमा। चट्ट म आएको दिनदेखि चाहिँ यहाँनिर के भन्छ पानी पर्न थालेको होला सायद। म भएको भोलि बेला म गएपछि पानी रोकिन्छ होला सायद, मैले गर्दा आएको होला पानी त्यस्तो लागिरहेको छ। सुकै भएर म चाहिँ गइहाल्ने भनेर सोचिरहेको छु। यहाँबाट त त्यो घाम लागेको होइन र काका? उही पर घाम लागेको होइन र? यहाँ एक ठाउँ चाहिँ घाम लागिरहेको रहेछ। गाह्रो छ। म त्यहाँ चाहिँ छोटो कामले आएको थिएँ, त्यही भएर मेरो काम चाहिँ सक्यो। सो त्यही भएर म अब बाटो पानीले गर्दा अलिक नराम्रो छ, नत्र म हिँडिहाल्थेँ। सो 1-2 दिन पर्खिने हो। अब 17-18तिर जानुपर्छ जस्तो छ। पानी परै छ के भन्नु, पर घाम लागिरहेछ एक ठाउँ चाहिँ। यस्तो दामी देखिरहेछ यहाँबाट पारी पास्तर। फेरि हाम्रो छैन के भन्नु। सो म चाहिँ घर उकालो लाग्दैछु। यो हो मेरो घर चाहिँ। घर तोरीबारी वरपर तोरी छ, नास्पातीको बोट छ। हाम्रो उवा कि गाउँ भन्छ यसलाई, जे भन्थे। यो अम्बकको बोटी सानो ठुलो थिएन यार, सबै सक्यो भएछ, फल्दैछ। म चाहिँ उकालो लाग्दियो, उकालो अब घरतिर घुमाएर नि मिठो भ्लग त बनाउनु पर्यो नि हो। नमिठो भए पनि सबैजना राम्रो लाग्ने खालको भ्लग। यस्तै पारा भन्दा छ। लुगा धोइ पनि हुँदैन जस्तो, तर धुन्छु यार लुगा त।